ल आउनुहोस् आजको विषयमा सिधै प्रवेश गरौँ। सम्पत्ति निर्माणको कुरा आउँदा एउटा निकै अचम्मको विरोधाभास देखिन्छ। त्यो के भने जब मानिसहरू पैसाको पछि भाग्छन् नि, पैसा उनीहरूबाट झनै टाढा भाग्छ, ठिक पर्छाइ जस्तै। तर जब ध्यान सिप निर्माण गर्नमा केन्द्रित हुन्छ तब एउटा यस्तो प्रणाली बन्छ जसले पैसालाई आफैतिर तान्छ। आजको यस चर्चामा हामी यही यथार्थलाई केलाउँदैछौँ। परम्परागत शिक्षा र वास्तविक संसारको सफलताबीचको खाडल कसरी बढ्दैछ भन्ने कुरा यहाँ देख्न सकिन्छ। यो केवल 2-4 पैसा कमाउने कुरा होइन, यो त साँचो अर्थमा आर्थिक स्वतन्त्रता हासिल गर्ने कुरा हो। स्रोत सामग्रीको यो मुख्य दर्शन साँच्चै नै हाम्रो सोच्ने तरिकालाई पुरै बदलिदिने खालको छ। भनाइ नै छ नि, पैसाको पछि भाग्नेहरू जीवनभर भाग्छन्, तर सिप निर्माण गर्नेहरूले पैसालाई आफूतिर तान्छन्। हामीलाई सधैँ के सिकाइयो भने पैसा कमाउनकै लागि दौडिनुपर्छ, तर वास्तविकता त ठ्याक्कै उल्टो पो रहेछ। पैसाको पछि मात्र कुद्नु भनेको कहिले नसकिने दौडमा सामेल हुनु जस्तै हो। यसको सट्टा जब सिप निखार्नमा समय लगानी गरिन्छ, मानिस एउटा चुम्बक जस्तै बन्छ। एउटा मूल्यवान सिपले अवसर र सफलतालाई आफैतिर खिचेर ल्याउँछ। यो नै सफलताको नयाँ परिभाषा हो। यो कुरा अझ राम्ररी बुझ्न एउटा सानो उदाहरण हेरौँ है। राहुल र अमन नामका 2 साथीको कथाबाट यसलाई प्रष्ट पारौँ। दुवैले एकै समयमा काम सुरु गरे। दुवैसँग दिनको त्यही 24 घण्टा थियो, तर उनीहरूको बाटो भने आकाश पाताल फरक थियो। राहुलले सुरक्षित मानिने बाटो रोजे, एउटा जागिर खाए र आफ्नो समय दिए बापत महिनाको अन्त्यमा निश्चित तलब लिन थाले। उता अमनले भने अर्कै बाटो समाते। उनले सुरुका दिनमा आउने आम्दानीलाई माया मारेर आफ्नो समय एउटा ठोस सिप सिक्न र दीर्घकालीन प्रणाली बनाउनमा लगाए। सुरुमा त धेरैले उनको मजाक पनि उडाए, तर यहाँनेर आफ्नो समय बेच्ने र भविष्यको लागि बलियो जग बसाल्ने बीचको फरक स्पष्ट देखिन्छ। अब सोचौँ ठिक 2 वर्षपछि के हुन्छ त? समय बित्दै जाँदा नतिजा आफै बोल्छ। 2 वर्षपछि राहुल अझै त्यही पुरानै ठाउँमा छन्। केवल केही प्रतिशत तलब बढ्ला कि भनेर कुरेर बसेका छन्। उनको आम्दानी उनले काम गर्ने घण्टामा मात्रै सीमित छ। तर अमन? सुरुमा मजाकको पात्र बनेका अमनले अहिले त्यही सिपको बलमा आम्दानीका धेरै बाटाहरू खोलिसकेका छन्। उनले बनाएको प्रणालीले अहिले उनी आफै नखटिँदा पनि प्रतिफल दिइरहेको छ। केवल तलबको भर पर्दा कसरी एउटा बिन्दुमा पुगेर वृद्धि रोकिन्छ र सिपमा गरेको लगानीले कसरी साँच्चैको स्वतन्त्रता दिन्छ भन्ने यो ज्वलन्त उदाहरण हो। साँच्चै भन्नुपर्दा अहिलेको बजारको नियम पुरै फेरिसकेको छ। पुरानो खेल र नयाँ खेल बीचको यो खाडल हेरौँ त। पुरानो खेलमा के हुन्थ्यो? कागजको डिग्री हुनु, किताबका कुरा कण्ठ गर्नु र कसैले जागिर देला कि भनेर पर्खिनु नै सबथोक हुन्थ्यो। तर अहिलेको नयाँ खेल निकै फरक छ। आजका आधुनिक कम्पनीहरूलाई कुन कागज छ भन्ने कुराले खासै फरक पार्दैन। उनीहरूलाई त वास्तविक नतिजा चाहिएको छ। उनीहरू कामको प्रमाण अर्थात् पोर्टफोलियो हेर्न चाहन्छन्। कसले के पढेको छ भन्दा पनि कसले के काम गरेर देखाउन सक्छ भन्ने कुराले अहिलेको बजारमा मूल्य तोक्छ। यो यथार्थलाई अब नकार्न सकिने अवस्थै छैन। त्यसो भए यो नयाँ खेलमा जित्न चाहिने ती उच्च मूल्यका दुर्लभ सिपहरू के हुन् त? बजारमा अहिले भिडियो सम्पादन, डिजिटल मार्केटिङ, कपिराइटिङ, कोडिङ र ट्रेडिङ जस्ता सिपहरूको अत्यधिक माग छ। र सबैभन्दा रमाइलो कुरा के छ भने यी काम गर्न कुनै परम्परागत डिग्रीको आवश्यकता पर्दैन। आज विश्वभरिका फ्रिलान्सर्स र सृजनाकर्ताहरू इन्टरनेट र एउटा ल्यापटपको भरमा यी सिपहरू प्रयोग गर्दै उत्कृष्ट आम्दानी गरिरहेका छन्। उनीहरूले घण्टाको हिसाबले समय होइन, आफूले दिन सक्ने भ्याल्यु अर्थात् मूल्य बेचिरहेका छन्। यो उदाहरणले आजको सम्पूर्ण विश्लेषणको चुरो कुरो बोल्छ। डिग्रीले जागिर दिलाउन सक्छ, तर सिपले स्वतन्त्रता दिन्छ। हेर्नुस्, औपचारिक शिक्षाको आफ्नै महत्त्व पक्कै छ। यसले जागिरको ढोकासम्म पुर्याउन मद्दत गर्ला, तर जागिरले आम्दानीलाई सधैँ निश्चित घण्टा र तलबको घेराभित्र बाँधिराख्छ। अर्कोतर्फ दुर्लभ सिपहरूले यो सीमितताको साङ्लोलाई चुडाल दिन्छन्। सिप भएपछि कसरी काम गर्ने, कहाँबाट गर्ने र कति कमाउने भन्ने छनौटको पूर्ण स्वतन्त्रता मिल्छ। जब बजारलाई चाहिएको नतिजा दिन सकिन्छ नि, तब समय हेरेर पैसा गन्ने दिन सकिन्छ। अब कुरा गरौँ सिप निर्माणको एउटा अत्यन्तै चर्चित तर जोखिमपूर्ण क्षेत्रको, आर्थिक बजार वा ट्रेडिङ। यदि ट्रेडिङ यति धेरै प्रतिफल दिने सिप हो भने बजारमा प्रवेश गर्ने धेरैजसो मानिसहरू किन नराम्ररी असफल हुन्छन् त? यो एउटा यस्तो प्रश्न हो जसले सिप सिक्ने वास्तविकता र मानिसले पाल्ने गलत आशाहरूको पर्दाफास गर्छ। आउनुहोस् यसको पछाडिको एउटा चकित पार्ने तथ्याङ्क हेरौँ। 90% सुन्दा पनि डरलाग्दो लाग्छ नि, होइन? यो कुनै सामान्य सङ्ख्या होइन, यो बजारको एकदमै निर्मम वास्तविकता हो। आखिर किन 90% मानिसहरू ट्रेडिङमा डुब्छन् त?
कारण एकदमै सरल छ। धेरैले यसलाई एउटा सिपको रूपमा नभई रातारात करोडपति बन्ने जुवाको रूपमा लिन्छन्। मानिसहरूमा धैर्यता भन्ने कुरा रत्तिभर हुँदैन। आजको भोलि नै पैसा दोब्बर बनाउने यो जुवाडे मानसिकताले नै पुँजीलाई सखाप पारिदिन्छ। कुनै पनि सिप जादु गरे जस्तो रातारात बन्दैन भन्ने भुल्नु नै यो विशाल असफलताको मुख्य जड हो। यो भ्रम फैलाउनमा सामाजिक सञ्जालको निकै ठूलो हात छ। एकातिर सामाजिक सञ्जालमा देखिने समुद्री किनारमा बसेर ल्यापटप चलाउँदै महँगा कार चढ्दै रातारात हजारौं कमाएका नक्कली स्क्रिनसटहरू छन्। यसले सजिलै धनी बन्ने मिठो तर झुटो सपना बाँड्छ। तर अर्कोतर्फ बजारको वास्तविकता निकै कठोर छ। बजारले सर्टकट खोज्नेहरूलाई कहिल्यै सित्तैमा पैसा बाँड्दैन। वास्तविकता भनेको त नोक्सानलाई स्वीकार गर्ने क्षमता, कडा अनुशासन, सही मानसिकता र कहिले नटुट्ने धैर्यता हो। यदि साँच्चै बजारबाटै अथाह सम्पत्ति कमाएका हस्तीहरूलाई हेर्ने हो भने कथा पुरै फरक देखिन्छ। राकेश झुनझुनवाला, वारेन बफेट वा जर्ज सोरोस जस्ता दिग्गजहरूलाई नै हेरौँ न। के उनीहरूले कुनै जादुई ट्रिक लगाएर रातारात अर्बौं कमाएका हुन् त? पक्कै होइन। उनीहरूले यो मुकामसम्म पुग्न वर्षौं, अझ भनौँ दशकौंको समय खर्चेका छन्। उनीहरूले निरन्तर सिके, गल्तीहरूबाट पाठ पढे र गहिरो अनुभव सँगाले। यो सब दीर्घकालीन सोच र वर्षौंको तपस्याको फल हो। यसले के प्रश्न पार्छ भने सफलताको कुनै छोटो बाटो हुँदैन। यो त समय र अनुभवको आगोमा खारिएर मात्र निस्कन्छ। त्यसो भए ट्रेडिङ वा अन्य कुनै पनि जटिल सिप सिक्ने सही र व्यावहारिक तरिका के हो त? यो कुनै हावाको भरमा तीर हान्ने खेल पक्कै होइन। यो त क्रमैसँग अगाडि बढ्ने प्रक्रिया हो। सबैभन्दा पहिला बजार कसरी चल्छ भनेर यसका आधारभूत नियमहरू बुझ्नै पर्छ। त्यसपछि चार्ट र तथ्याङ्क विश्लेषण गर्न सिक्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो पुँजीलाई कसरी जोगाउने अर्थात् रिस्क म्यानेजमेन्टमा पूर्ण रूपले निपुण हुनुपर्छ। अन्त्यमा यी सबै कुरालाई अत्यन्तै धैर्यताका साथ निरन्तर अभ्यास गर्नुपर्छ। यो ठोस रूपरेखाले स्पष्ट चेतावनी दिन्छ कि सिप निर्माणमा सर्टकट खोज्नु आफैलाई धोका दिनु हो। यी सबै कठिन खुड्किलाहरू पार गरिसकेपछि अन्तिम लक्ष्य कस्तो हुन्छ त? साँचो स्वतन्त्रता भनेको आखिर के हो? साँचो स्वतन्त्रता भनेको यस्तो अवस्था हो जहाँ जवाफ दिनुपर्ने कुनै हाकिम हुँदैन। बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म अफिसमै बस्नुपर्ने कुनै बाध्यता हुँदैन। र सबैभन्दा रमाइलो कुरा, आम्दानीको कुनै तोकिएको सीमा हुँदैन। यो भनेको पूर्ण आत्मनिर्भरता हो। र यो अमूल्य अवस्था केवल एउटा प्रणालीगत सिपमा आफूलाई अब्बल बनाएर मात्र प्राप्त गर्न सकिन्छ, आफ्नो समय भाडामा दिएर होइन। हामीले धेरै सिद्धान्त र उदाहरणका कुरा गर्यौं। अब कुरा गरौं एउटा यस्तो ठोस योजनाको जसले जो कोहीलाई पनि सामान्य भिडबाट माथि उठाउन सक्छ। यो एउटा एकदमै व्यावहारिक खाका हो। पहिलो कदम, आफ्नो रुचिको कुनै एउटा उच्च मूल्य भएको सिप छान्ने। दोस्रो, अरू सबै फजुल कुरा छोडेर दिनको 1 देखि 2 घण्टा पूर्ण रूपमा त्यही सिप सिक्नमा लगाउने। र तेस्रो, यो अभ्यास कम्तीमा 6 महिनासम्म बिना कुनै बहाना निरन्तर गरिरहने। विश्वास गर्नुहोस्, यो 6 महिनाको कडा निरन्तरताले आर्थिक भविष्यलाई पुरै कायापलट गरिदिने तागत राख्छ। र अब हामी आजको यस चर्चाको अन्त्यमा आइपुगेका छौं। आज प्रस्तुत गरिएका यी सबै तथ्यहरूले एउटा गम्भीर प्रश्न खडा गरेका छन्। के जीवनभर अरूको सपना पूरा गर्न आफ्नो अमूल्य समय र श्रम बेचेर बिताउने, कि आजैबाट थोरै समय निकालेर एउटा यस्तो सिप सिक्ने जसले भविष्यमा स्वतन्त्रताको बलियो प्रणाली खडा गर्न सकोस्? बाटो रोज्ने जिम्मा सधैँ आफैमा हुन्छ। सजिलो बाटोले आजलाई सन्तुष्टि देला, तर सिप निर्माणको त्यो कठिन बाटोले जीवनभरका लागि असीमित प्रतिफल दिन्छ। आजको लागि यति नै। यी कुराहरूमा पक्कै विचार गर्नुहोला।